कति माइल छ दादी यो टनल 3 माइल त होला नि ड्राइभर गाडीको लाइन छ कति लाइन Right to exit 135 South Boston. ल टनलबाट निस्केर बाहिर यस्तो छ Turn right on D Street. Omni होटल वर्ल्ड फेमस त्यो एउटा पुल आयो अब 10 मिनट 15 मिनटमा क्यासल आइल्यान्ड हिँड्छ क्यासल आइल्यान्डबाट आज टल सिप We are arrived in Turn Castle left on Island. William J. Day Boulevard. अब यहाँबाट टल सिप हेर्न आज पाइन्छ एकछिन होइन मेरो बाटो यो चाहिँ बे किन एकछिन खिच्नु टक्कसँगले आइपुग्यो क्यासल आइल्यान्डमा ब्रिटिसको पालादेखिको यो फोर्ट लडाइँ हुँदादेखि ब्रिटिस अमेरिका लडाइँ हुँदादेखि फोर्ट आज चाहिँ यहाँबाट टलसिप 50वटा कन्ट्रीको टलसिप पास हुँदैछ ब्रिटिसको पालादेखिको फोर्ट अझैसम्म राखेको छ आज चाहिँ मान्छेहरू धेरै भेला भएको छन् यसो माथिको बाटो फोर्टको धेरै नजिकैको बाटो हिलमा छ हिल भएर ओसन तल देखिन्छ टलसिप आउनु थाल्यो फर्स्ट टलसिप बोस्टनमा 6 दिन बसेर आफ्नो कन्ट्रीको फर्किँदैछ मेरो अर्को पनि आयो ल सानो कुरा कतै क्युट आउँदैछ एउटा आज त यहाँ त टलसिपको त परेडै भयो William Williams. William Williams. So that was my grandfather's name. यो चाहिँ अर्को साइडबाट देखिने प्लेन जाने हुन आँटेको छ You know? बस्न आँट्यो प्लेन बस्यो प्लेन बस्न आँट्यो ल यसलाई भन्छ गुड ल्यान्डिङ अर्को आयो है ल सेलबोट टलसिप कुन ठाउँको रहेछ अब टलसिप हेरेर ब्याक होम गइँदैछ ए माथि कता जाने भनेर देखायो ल बाइपास रोड भित्र पस्यो ल अब यो कुन टनल अरे यो बस्टन सर्ट टनल रहेछ ठुलो टनल